यतिको उमेर अनि यो समयसम्म आइपुग्दाखेरि चाहिँ मैले लिएको थोरै अनुभव है, मेरो मनमा लागेको कुरा चाहिँ आज तपाईँहरूमा चाहिँ मैले सेयर गर्दैछु। लाइफमा यो आत्तिने र मात्तिने दुईटा कुराले चाहिँ सानो वर्ड भयो भने यसले चाहिँ धेरै नै हाम्रो लाइफमा चाहिँ प्रभाव पार्छ जस्तो फिल हुन्छ है। हाम्रो नेपाली सोसाइटीमा उखानै छ नि, सुखमा नमात्तिनु अनि दुःखमा नआत्तिनु भनेर। हो, यही कुराहरूलाई चाहिँ आत्मसात गरेर लगनशीलता, इमान्दारिता अनि धैर्यतापूर्वक कुनै पनि कर्म गरिरहेछ भने कर्मको फल चाहिँ एक न एक दिन हामीले प्राप्त गर्न सकिन्छ जस्तो लाग्छ। लाइफ हो, अप्स एन्ड डाउन्सहरू आउलान्, गिराउन खोज्ने मान्छेहरू पनि आउँदा रहेछन्, भर्खरै अनुभव गर्दैछु है। र यी सबै कुराहरूलाई चाहिँ इग्नोर गरेर आफ्नो खुसी केमा छ, आफू के गर्दा खुसी हुन्छ है, हामी त्यतातिर मोडियौँ भने चाहिँ साँच्चै नै आफूले आफैलाई खुसी राख्न चाहिँ एकदमै इजिली है, एकदमै सजिलो रहेछ। गफै गफमा मेरो बिहानको काम चाहिँ सकिसकेको छ साथीहरू। अब चाहिँ मैले खाना बनाउनु पर्ने हुन्छ अनि अब चाहिँ म खाना बनाउन सुरु गरेँ। खाना चाहिँ मम्मीले रेडी गरिसक्नु भएको रहेछ अनि मैले चाहिँ दालहरू झार्ने अनि सब्जीहरू बनाउने काम गरिरहेको छु अहिले चाहिँ। अनि भिडियो चाहिँ लामो भएको कारणले चाहिँ मैले चाहिँ यसलाई चाहिँ अलिक फास्ट गरिरहेको छु है। सो मैले चाहिँ खाना सब्जी पनि रेडी बनाइसकेको छु अहिले चाहिँ। अनि मैले चाहिँ आज चाहिँ साइरे साग अनि यता चाहिँ दाल पकाएको छु अनि अब चाहिँ किनिमाको अचार बनाउँदैछु है। कसको फेभरेट हो, मेरो चाहिँ किनिमाको अचार चाहिँ सानैदेखि बच्चैदेखि पनि एकदमै फेभरेट के, साह्रै धेरै खान्थेँ कि सानोमा पनि म। अनि मेरो चाहिँ खाना सब्जी पनि रेडी भइसकेछ अनि सबैजनालाई दिएर हामीले खाना पनि खाइसक्यौँ। अब चाहिँ मैले हिजोको सिलाम सागमा बुनिसक्नु पर्ने थियो नि त, अनि त्यही भएर घाम ताप्दै सिलाम सागमा बुन्न थालेँ। जसो तसो मैले सिलाम सागमा चाहिँ बुनिसकेँ, तर मैले भने जस्तो धागोको कलर नभेटेर भने जस्तो चाहिँ अलिकति पर्फेक्ट टाइपको चाहिँ भएन क्या मेरो सिलाम सागमा। तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो कमेन्ट गर्नु होला। थ्याङ्क्स फर वाचिङ।